हेलो साथीहरू नमस्कार नमस्कार। यो अब फागुन 21 मा चुनाव भनेर यो मन्त्री सूचना प्रधानमन्त्रीजी सूचना प्रविधि मन्त्रीहरू अहिलेका सरकारमा बसेका प्रतिनिधिहरू चुनाव हुन्छ भनेर यो चुनाव फागुन होइन आउने हुँदासम्म होला कि भन्ने जस्तो लाग्छ हो म त। अहिलेसम्म त्यस्तो केही तयारी छैन। अब पुस लागिसक्यो, माघ फागुन महिना छ अनि सरकारले उयो भन्न चाहिँ चुनाव हुन्छ भन्ने किसिमको एउटा चाहिँ के हो त भन्दाखेरि अहिलेको परिस्थितिमा चुनाव त हुनै पर्यो, चुनावको विकल्प छैन होइन। अब त्यो भएकोले सरकारलाई कस्तो भएको छ भने जति पर सर्न सक्यो उति नै चाहिँ लामो समय चाहिँ राज्य सत्तामा बस्न पाउने होइन, नुन भोटो चाख्न पाउने, अरन खटन गर्ने अनि त्यो तरकारी भाग लाउन पाइयो, मान्छे भएपछि त पाइयो नि त अलिकति होइन। त्यो भएकै मान्छेको अरन खटन गर्न चाहिँ अलि लामो समय पाउने भइयो। त्यो भएकोले चुनाव चाहिँ यो सरकारको मुद्दा जस्तै भएको छ कि। अब यो राजनीतिक पार्टीका दलहरूलाई पनि सल्झाइराख्नु पर्यो चुनाव गराउँछु भनेर छ भनेर होइन। विचारमा चुनाव भएपछि त फेरि यिनीहरू नै आउँछौँ भन्छौँ, हामी नै आइन्छ भन्ने कुरो छ। उता अब जेएनजीलाई पनि के हो त भन्दाखेरि चुनाव हुन्छ, अब चुनाव भएपछि नयाँ मान्छे आउँछन्, नयाँ नेतृत्व आउँछन् भन्ने उनीहरूलाई पनि छ एक किसिमको। तर मनोवैज्ञानिक रूपमा चाहिँ उनीहरूलाई पनि चाहिँ कस्तो किसिमको चाहिँ भएको छ भने यो चुनावै भए पनि हाम्रो प्रतिनिधि जेएनजी प्रतिनिधि कोही पनि आउँदैन, संसदमा नि र सरकारमा नि चुनाव जित्न कोही पनि आउँदैन। र अनि अहिलेको सरकारले पनि कस्तो त भन्दाखेरि एउटा चाहिँ प्रतिनिधिमूलक सरकार, जसले जनताले चुनेर बनाएको सरकार जस्तो गइरहेको नागरिक सरकार हो होइन। नागरिकको विषयमा कुरा गर्नुपर्ने, काम गर्नुपर्ने। अहिलेको सरकार चाहिँ ऋण लिने, कुन देशसँग के लिने, सहायता लिने होइन। अब मन्त्रीहरू विस्तार गरेको गरी छ अहिले फेरि भर्खर पनि होइन। चुनावी सरकार बहुत थोरै मन्त्री अथवा सकेसम्म राज्य शक्तिको, राज्य कोषको दोहन चाहिँ कम गर्ने हो क्या अहिलेको सरकारले। त्यो गर त्यहाँ हुँ गरेर होइन कि। अब मन्त्रीहरूको त जेएनजीले आन्दोलन गयो, मन्त्री प्रधानमन्त्री को भयो त भन्दाखेरि बाहिरको मान्छे भयो, केही थिएन। प्रधानमन्त्री सबैले रोजेकै विषय हो, चुनेकै विषय चाहिँ। अनि जेएनजीका प्रतिनिधिहरू कोही पनि मन्त्री नहुने होइन, राज्य सत्तामा कोही पनि नपाउने घाइतेको अवस्था के छ होइन। जो मर्यो सिद्धियो के। आन्दोलन भनेको त्यही हो। हिजो के अरे सशस्त्र सङ्घर्ष जनयुद्धमा कति मान्छे मर्यो भन्दाखेरि अब 17-18 हजार मर्यो। आज तिनको परिवारको हालत हेर्नु, अपङ्गाको हेर्नु हालत कस्तो छ। त्यसो भएको हुनाले आन्दोलनमा जाने मान्छेले कहिले बेनिफिट पाउँदैन। उसलाई चाहिँ एउटा के हुन्छ त भन्दाखेरि पीडित भनिन्छ अनि सहानुभूति प्रदान गरिन्छ, शहीद परिवार भनिन्छ, सानो सम्मान गरिन्छ होइन। तर राज्य सत्ता चाहिँ अर्कैले चलाइराखेको हुन्छ कि। इतिहास हेर्ने हो भने त्यस्तै छ। जस्तो तपाईँको अब इतिहास त के भर्खरकै हिजोको इतिहास हेर्ने हो 2065-63 जनआन्दोलनपछि हेर्नुहोस् होइन। अब माओवादीको 10 वर्ष सशस्त्र सङ्घर्षमा हेर्नुहोस् कति मान्छे मरे, कति वर्ष मान्छे चाहिँ सशस्त्र सङ्घर्षमा लागे होइन। तिनीहरू मान्छेहरू कहाँ छन् त भन्दाखेरि अन्तर्राष्ट्रिय मजदुरका रूपमा विश्व पुँजी बजारमा चाहिँ आफ्नो श्रम र पसिना बेचिरहेका छन्। प्रचण्डहरू यहाँ के भन्दै हिँडेका छन् त भन्दाखेरि समाजवाद आउँछ। र माधवकुमार नेपालहरू के भन्छ, बबुवा धीरे धीरे नै जल्दी से आएगा समाजवाद भनिरहेका छन्। त्यस्तो नै हुन्छ नि। त्यसैले राजनीति मेन ढङ्गले बुझ्नुपर्छ नेपाली जनताले। किनभने राजनीतिमा चाहिँ एक किसिमले आफ्नो वर्ग र आफ्नो चाहिँ एक किसिमको छ नि पहिचान गर्न सक्नुपर्छ तपाईँले आफूमा कस्तो व्यक्ति हो। त्यसैले हाम्रो देशमा कस्ता व्यक्तिहरूले, कस्ता राजनीतिक धाराले, कस्ता राजनीतिक विचारले चाहिँ समाजलाई लिडिङ गरिरहेको छ त्यो चाहिँ आजको समयमा गम्भीर विषय हो। त्यसैले या व्यक्ति आउँदैमा संसार परिवर्तन हुने होइन। उसले लिने विचारहरू, उसले राष्ट्रिय नीतिहरू कस्ता छन् त भन्ने कुराले चाहिँ ठुलो असर राख्दछ, ठुलो अर्थ राख्दछ। यसो भएको हुनाले
ठिक छ, संविधान आयो होइन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, जनताले स्वीकारेका हुन् नि। तर आज संविधान गणतन्त्रले आयो भनेर यिनीहरूको अहिले मूल नारै हामीले यस्तो ल्यायौँ उस्तो ल्यायौँ भन्ने कुरा छ क्या। तर जनजीविकाको सवालमा नेपाली जनताले कतिसम्म सन्तुष्टि छन् त भन्ने कुरो मेन अर्थ हो क्या। नेपाली जनतामा आर्थिक र सामाजिक रूपमा कतिको रूपान्तरण आएको छ भन्ने कुराले चाहिँ ठोस अर्थ राख्दछ। त्यसैले आज भन्दा सामान्य जीविकोपार्जन गर्नका लागि चाहिँ हामी जस्ता एउटा श्रम र मजदुर गर्नका लागि अन्तर्राष्ट्रिय बजारमा गएर आफ्नो श्रम र पसिना बेचिरहनु परेको अवस्था हो। एकदम दयनीय अवस्था हो। त्यसैले नेपाली जनताले पटक पटक दिएको अभिमतलाई धोका पाइसकेका छन्, धोका भइसकेको छ। तपाईँहरू धोका दिएका छन्, कहिले संविधान बनायौँ भन्नेको नाममा, कहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ भनेको नाममा। यो भनेको त किनभने राजनीतिक दल एउटा राजनीति गर्ने मान्छेले तपाईँको यो चाहिँ के भने यिनीहरूले फरक अर्थहरू चाहिँ लागा हुन्छ क्या। शासन सत्ता चाहिँ हातमा लिनको लागि लोकतन्त्र भन्यो, गणतन्त्र भन्यो होइन, हिजो प्रजातन्त्र भन्यो, उयो होइन। जस्तो स्थानीय तहमा नि हिजो चाहिँ पञ्चायत शासन थियो स्थानीय तहमा होइन, आखिर उस्तै थियो होइन। नगरपालिका आयो होइन, गाविसा थियो, गाविसाबाट चाहिँ अहिले गाउँपालिका भयो भन्नाले यो व्यवस्था भनेको चाहिँ खास उस्तै हुन्छ। एउटा शासक एउटा हुने शासक जो भयो भने होइन। अनि त्यही भएको हुनाले आज के परिवर्तन आएर गणतन्त्र आएर पनि त्यही छन् होइन। जनतालाई चाहिँ तपाईँको सडकमा हिँडिराखेको बच्चालाई चाहिँ ठेलामठेल गरेर हिँडिराखेर कुल्चेर हिँडेर पनि अझ कुल्चेर हिँड्ने गाडीमा त्यो किसिमको चाहिँ राज खानदान हिजो चाहिँ ज्ञानेन्द्रको छोराले चाहिँ एउटा गायकलाई गाडीले हानेर मार्दाखेरि होइन, त्यो किसिमको गर्न सक्ने चाहिँ नेताहरूले आज त्यही किसिमको चाहिँ हरकत गरेन। यो गम्भीर विषय हो कि। त्यसैले सही राजनीतिक विचारधारामा लागेर चाहिँ नेपाली समाजको रूपान्तरण हुन्छ। त्यसैले हामीले को व्यक्ति आयो को आयो भनेर हामी अलमलिरहनु पर्ने अवस्था छैन अब। हाम्रा देशका नागरिक नेपाली देशका होइन, हिजो वीर पुर्खाहरूले इतिहासले रचेको देश नेपाल होइन, दक्षिण एसियाकै सबैभन्दा पुरानो कन्ट्री, न हिजो कसैको गुलाम बन्यो न हिजो कसैको दास बन्यो। बलिदानपूर्ण सङ्घर्षबाट आर्जिएको यो मुलुकका नेपाली स्वाभिमानी नेपाली जनता आज अन्तर्राष्ट्रिय बजारको श्रमिक हुनुपर्ने, मजदुर हुनुपर्ने। अनि तपाईँले पठाएको रेमिटेन्सबाट देशको अर्थतन्त्र चलेको छ। अनि हामी अझै पनि तल छ। त्यसैले अनि यहाँ के भन्छ, मैले यति बजेट हाल्दिएँ उति हालेँ, त्यो नियमित प्रक्रिया हो। कसैले रोक्न सक्छ तपाईँ हाम्रो पैसा? हामीले कर तिरेर उठाएर पैसा हो नि त त्यो। अब विकासमा आएको छ। भरि नेपाली जनताले सडकमा उत्रिनु परेको अवस्था हिजो भर्खरै देखायो होइन तपाईँहरूले? किन उठ्यो त भन्ने यो कुरा गम्भीर रूपमा लिनुपर्छ पर्दैन? त्यसैले तपाईँले राष्ट्रिय नीतिहरू कस्ता रचन् त होइन? तपाईँलाई पार्टीको आन्तरिक जीवनमा तपाईँले गरेका चाहिँ नीतिहरू कस्ता रचन्? आन्तरिक जीवनमा त खेलेको भूमिकाहरू कस्ता रचन्? त्यसमा स्कुलिङ कस्तो छ भन्ने कुरो हो क्या राजनीतिक पार्टीका दलभित्र। त्यही अनुसारले समाजमा विचारहरू निर्माण हुन्छ तपाईँहरूले खेलेको भूमिकाबाट होइन। उसले त्यो किसिमको मनोविज्ञानहरू सिर्जना गर्छ। त्यसैले अब त्यही भएर सही राजनीतिक पार्टी सही विचारमा लाग्नुहोस्। हस्त नमस्कार, जय नेपाल।